दुबई फ्रेम हेरेर बाहिर निस्क्यौँ। Top of the world. अहिले बिहान भइसक्यो, हामी भर्खरै बिहान उठेर अनि बाहिरको सिनहरू हेरेको यस्तो घाम लागेको रहेछ है। कति बज्छ अहिले? 8 के गर्दै हुनुहुन्छ? हिजोको भिडियोहरू सबै मेमोरी फुल भयो गोप्रोमा, हार्ड ड्राइभमा ट्रान्सफर गर्दै हिजोको भिडियोहरू पुरै मेमोरी फुल भएर डे 2 मै मेमोरी फुल भयो पुरै। हेलो गाइज, वेलकम टु आवर नेक्स्ट ब्लग। अहिले हामी दुबईमा छौँ र अहिले दुबईको ब्लग चलिरहेको छ। त्यसैले आज दुबईको डे 3 थर्ड डे हो, थर्ड डेको ब्लग। तेस्रो दिनको लागि घुम्नलाई हामी होटलबाट सबै रेडी भएर बिहानको ब्रेकफास्टहरू सबै गरेर अनि चाहिँ अहिले लगभग 12 बज्यो। अब चाहिँ हाम्रो नेक्स्ट ट्रिपको लागि जाँदैछौँ। हामी यो इन्टरसिटी होटलबाट बाहिर निस्किँदैछौँ। अनि फेरि उस आयो होला हाम्रो गाडी पनि। एकछिन हामीले गाडी वेट गरिराखेको थियौँ, गाडी आयो। अब हामी बाहिर निस्किँदै ओके ल। अरू चाहिँ हामीले बाटोमा भन्दै गर्छौँ है। सायो यता लेट्स गो। हेलो गाइस, लेट्स गो भन। यता लेट्स गो भन। हेलो गाइस, लेट्स गो। लेट्स गो। गाइस, आज डे 3 है। हामी चाहिँ दुबई फ्रेम जाँदैछौँ मर्निङमा चाहिँ। त्यसपछि अनि हामी दुबई फ्रेम सकेर हामी चाहिँ बुर्ज खलिफा जाँदैछौँ आज 5 PM मा चाहिँ। सनसेट र अनि नाइट भ्यू हेर्न पनि मिल्छ भनेर। बिल्डिंग क्या है वो ट्विन बिल्डिंग तो क्या होटल है वो? एक बिल्डिंग से दूसरे में जाना मिलता है उधर से। ल गाइस, भर्खरै आइपुग्यौँ दुबई फ्रेम। यहाँबाट दुबई फ्रेम देखिरहेको छ। दुबई फ्रेमको बाहिरको सिन हो क्या यो। यही दुबई फ्रेमबाट, यो फ्रेमबाट सर माथि गएर लिफ्टमा अनि यहाँनिर केही समथिङ के छ यो लाइनमा यहाँ हेर्ने अनि फेरि यहाँबाट सर तल झर्ने यो लिफ्टमै। यो भित्र गएपछि देखाउँछ यो सिनहरू सबै। गाइस, हामी चाहिँ दुबई फ्रेममा आइपुग्यौँ है। आउटको छ है। ग्रुप चाहिँ यहाँ छ। कति तल आइछ यो? अनलाइनबाट बुक गरेको नि त, त्यही भएर अनलाइन बुकेको। ल भित्र छिरे है अब। यही नै काम गर्नुभयो 6 वर्ष नि। बुर्ज खलिफा थियो भन्दा ए बुर्ज खलिफा 1.5 साल जति गरे। त्यसपछि दुबईमा किन प्रकाश आचार्य हो सर। राम्रोसँग जानुहोस्। ल ब्याग भारी छ भने राख्न पनि मिल्छ। राख्न मिल्छ भने राख्ने ब्याग। ल भिडियो अब दुबई फ्रेम माथि भिडियो। नेपाली दाई हुनुहुन्न रहेछ। नेपाली दाईसँग भेट भयो। उहाँले नै हामीलाई टिकट हेरेर पास गराउनु भयो। झापाको दाई रहेछ प्रकाश आचार्य। अब हामी दुबई फ्रेम। फादर अफ दुबई शेख रसिद बिन
ए लिफ्ट 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 कम 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 यहाँबाट सिधै माथि भइहाल्छ कता रहेछ पट्टिकै एउटा साइडमा त्यस्तो छ अर्को साइडतिर हेरौँ है त दुवै फ्रेममा के रहेछ ए ओके अर्को साइडतिर चाहिँ यस्तो पुरानो बस्ती रहेछ होइन एउटा साइडतिर यस्तो पुरानो बस्ती छ दुवैको एउटा साइडतिर दुवै फ्रेमको अर्को साइडतिर हेऱ्यो भने चाहिँ फेरि नयाँ बस्ती रहेछ पुरै यस्तो छ पुरै हाई राइज बिल्डिङको है यसको कन्सेप्ट जस्तो रहेछ दुवै फ्रेमले छुट्टाएको रहेछ जस्तो छ अहिले चाहिँ हामी 48 फ्लोरमा छौँ यो दुवै फ्रेमको 48 फ्लोरमा छौँ अहिले हामी यहाँबाट यो सिनहरू यस्तो रहेछ यहाँबाट तल हेर्दाखेरि पुरै यो तलको उसहरू सिनहरू देख्दो रहेछ कि अघि नै माथि आएको अब तल जाँदै यतापट्टि पुरै लिफ्ट छ त्यो लिफ्टबाट बाहिर खिच्दाखेरि फेरि पुरै यस्तो देख्छ है ल सक्यो अब यहाँबाट हामी बाहिर निस्किने 48 फ्लोरबाट हामी तल आएर अब यहाँबाट इन्ट्री गर्दाखेरि फेरि यस्तो छ ओ माई गॉड यता हेरौ न In Japan, in the future, wait for a minute. 3D show start from the beginning. Oh, 3D show रहेछ के यहाँ फेरि सन्जु सन्जु बाई फोटो खिचेको थियौँ नि हामीले त्यहाँ बाहिर त्यो फोटोहरूलाई सबैलाई फ्रेम गरेर यहाँ यस्तै राखिदिएको रहेछ अनि यहाँबाट लिग्यो नि 100 अरे 100 रुपिज अरे यिनीहरू फ्यामहरूलाई एउटा फ्यामलाई 100 अरे भाइ यस्तो यस्तो फ्रेमको फोटो पाइन्छ नि हामीले यहाँ हाल्न त सकिन्छ ए अघिको त्यो भिडियो देखाएको थियो नि हो त्यसले के गर्नुभयो के भनेको त्यो फ्युचर अफ दुबई कस्तो हुन्छ भनेर देखायो उसले फ्युचरमा फ्युचरको ट्रान्सपोर्टेसन कस्तो हुन्छ होला फ्युचरको हेल्थ केयर कस्तो होला भनेर अब इमेजिनेसन अथवा उनीहरूको सोच उनीहरू त्यस्तो होला नहोला त थाहा भएन हुनसक्छ हुनसक्ला जस्तो ल भर्खर हामी दुबई फ्रेम हेरेर बाहिर निस्क्यौँ यो बाहिर निस्केको फ्रेम हो यहाँ कस्तो भयो यहाँ भ्युअर्सहरूले बताउनुहुन्छ है अरू घुमेको ठाउँ चाहिँ एकदम राम्रो छ होइन दुबई फ्रेम चाहिँ मलाई वर्थ इट लागेन किन भन्दा लिफ्टमा सुट्ट गयो एउटा फ्लोरमा चाहिँ त्यहाँ हेर्ने अनि त्यसपछि आउने है त त्यस्तो भ्यूहरू पनि वाउ देखिँदैन के पनि त्यस्तो केही स्पेसल जानै पर्छ भने छैन बरु त्यो अगाडिको गेटमा चाहिँ फोटो खिच्नुपर्छ यस्तो हो कि भित्र हेर्नु चाहिँ पर्छ सबै चिजहरू बरु टाइम नलगाइकन सर्र हेरेर अरू ठाउँहरूको लागि पनि टाइम म्यानेज बचाएर सर्र हेर्ने अनि निस्किने गर्दा राम्रो पार्किङ हो है यहाँ यो सब पार्किङ हो यहीँबाटै हो जाने पनि दुबई मलभित्र यस्तो रहेछ क्या
त्यो चाहिँ एउटा प्लेटमा राखेर दिँदैन है। अब हामीले नास्ता खाएर पे गरेर निस्किन लाग्यो। वाटरफल चाहिँ खतरा रहेछ। खतरा फेरि यो टोयलेट है, हामी सबै टोयलेट जाँदैछौँ है। जेन्ट्स यता, जेन्ट्स यो साइड, लेडिज यो साइड। यहाँ नसक्यो भने लो भयो भने यहाँ सिक्ने ठाउँ पनि रहेछ टोयलेटमा। अब यहाँ यस्तो चढ्दै हुनुहुन्छ बुर्ज खलिफा जानलाई माथि। बुर्ज खलिफाको लिफ्टको स्पिड है 1 सेकेन्डमा 3 तला भइदिन्छ। Guys, we are at the top of the world right now. अहिले हैन, We are heading to top of the world. Yeah, heading to top of the world. 8 to 8 meter high. Let's go, let's go. Let's go, let's go, let's go, let's go, let's go. Oh, wow. 124 floor मा आयो है, top of the world. कस्तो हावा लाग्नु रहेछ। यस्तो आकाशमा त यस्तो हुँदो रहेछ। सायो कस्तो हावा लाग्यो। आछु कस्तो हावा लाग्यो है। यस्तो हावा लाग्ने रहेछ। माय गॉड, बुर्ज खलिफा माथिसम्म हामी अहिले हावा लागेर 125 फ्लोरमा छौँ। 24 बाट फेरि सिडी चढेर यस्तै माथि आउने रहेछ। हामी फेरि अझै माथि आयौँ बुर्ज खलिफामा। थकै लाग्दो रहेछ है। गाइज यताबाट हेरेर छन् है मान्छेहरू। 124 तला थियो, 125 तला हो है। सायो के गरेको माथि यसरी हेर्नुहुन्छ। पुरै उसु लागेर दिनु पर्दैछ। भिड छ है। हामी यहाँबाट बुर्ज खलिफाबाट बाहिर आउट भएर अब यो दुबई मलको एरिया सुरु हुने रहेछ। यस्तो छ यहाँको भ्यू। वाउ, कस्तो दामी छ। बुर्ज खलिफा, बुर्ज खलिफा। बुर्ज खलिफाको भ्यू यस्तो छ है यहाँबाट। गाइज हामी चाहिँ फाउन्टेन सो हेर्न आइसक्यौँ है। यस्तो भिड हुने रहेछ दुबईमा। दुबई मल अगाडिको फाउन्टेन छ। बुर्ज खलिफाको तलपट्टि है। बुर्ज खलिफा चाहिँ गाइज दिस इज बुर्ज खलिफा है। भर्खरै हामी माथिबाट तल झरेको।
खलिफाबाट भिजिट गरेर होटलमा आयौँ। अनि आजको बुर्ज खलिफामा चाहिँ कस्तो भयो? फोटोहरू लियो। बुर्ज खलिफाको मेनली चाहिँ दिउँसोको भन्दा पनि दिउँसोमा चाहिँ हामी हाइटमा गयो, रातिको मेन नाइट भ्यू हेऱ्यौँ अनि फाउन्टेनहरू हेऱ्यौँ। फाउन्टेन चाहिँ यस्तो बवाल रहेछ, फाउन्टेनको तलबाट माथिको भ्यू हेर्दा चाहिँ दामी लाग्यो, एकदमै मन पर्यो। लास्ट टाइम मन पर्यो, आँखाले हेर्दा चाहिँ एकदमै दामी थियो, फोटो भिडियोमा भन्दा पनि बवाल थियो। भाउजू आज कस्तो भयो? आज एकदम रमाइलो, थकै लाग्यो। कस्तो आजको कस्तो भयो? आज रमाइलो एकदम वर्थित है। आज एकदम बल्ल दुबई आएर घुमे जस्तो लाग्यो मलाई चाहिँ। दुबईको मेन बुर्ज खलिफा गयो। बुर्ज खलिफा अनि त्यसपछि सबै त्यो फर्किँदाखेरिको त्यो सिटीबाट डाउनटाउनबाट अनि त्यसपछि भाइ कस्तो भयो आज? भाइ चाहिँ हाम्रो दुबईको बासिन्दा हो होइन, भेट भएर होइन। तर भाइलाई पहिला भन्दा नि आज चाहिँ दुबई मन पर्यो होइन। आज अब हामी जान लागेको लिफ्टबाट सबै बोकाबोकी बोकेर। सायु गुड नाइट भनिदेऊ, यसरी कि गुड नाइट भनिदेऊ न। हाम्रो आजको डे चाहिँ यही हुन्छ। अनि हामी खाना अर्डर गरेर खाएर हामी आफ्नो रुमतिर जान्छौँ। भोलिको प्लान चाहिँ फेरि स्टार्ट हुन्छ। ओके, सी यु गाइस, बाई।